so we are finally here at Trout Farm. Very similar. Brother, fish trout is there. It's there. Oh, they will get fish. They have good fish. Rainbow trout. Rainbow trout. Okay. Okay. So this is the fish trout. Main farm is what? What are you? When the done is all right. Oh. So it's a story, sir. As you can see, fish, a lot of fishes. सानो रहेछ है साथी हैन यो पानीमा इल्युजन भएर त्यस्तो देखाएको धेरै छ है तर यो चाहिँ अर्कै खालको टाइप हो के हिमालयन टाइप ओइ यहाँबाट तल खस्यो भने चाहिँ डेन्जर हुन्छ गाइस ड्याम दामी रहेछ नि तिनीलाई त एकदम सो तिमीले अझ यो फिस फ्राई गर्छ यो ट्राउट खै ट्राउट फ्राई चाहिँ गरेको छैन होइन तर त्यो हिमालतिर चाहिँ त्यो ट्राउटको त्यो फिसिङ गर्न जाँदाखेरि चाहिँ देखाएको थियो कि है सो गाइस हामी यस्तो फ्राई गर्छौँ फिस फ्राई गर्ने साथी फ्राई गर्ने हो ट्राई गरिदिनु है Alright guys, so we are here at Kokoni right now. तपाईको कतिवटा ट्राउट छ यहाँतिर एउटै हो सबै एउटै ए ओके कलर छुट्टै हो हजुर कलर भिन्न भिन्न छ र जात चाहिँ एउटै नै अब चाहिँ हामी यहाँ फिस छान्छौँ सो कुन फिस खाने म र साथीले कुन चाहिँ रेकमेन्ड गर्नुहुन्छ तपाईँले हामीलाई हैन हजुरहरुले जुन चाहिँ निकाल्नुहुन्छ त्यही हेर्छ हजुरहरुले छान्नु सो फर्स्ट टाइम फिस खान लाग्यो यसरी ट्राउट है लाइक फार्ममै आएर सो कुन खाने कन्फ्युज भयो तिमी म त कुन खाने खानुहुन्छ कि सानो खानुहुन्छ ठुलो खाने कि सानो खाने मिडियममा जाउँ न त हामी है तपाईँको कसरी सुरु गर्नुभयो यो त खास गरी यो माथि चिसो ठाउँमै हुने हो माछा चाहिँ यो चिसो ठाउँमा र यो फ्रेस यो खोलाकै यो निरन्तर बगिरहने पानीमा चाहिँ हुन्छ प्राय यो जम्मा गरेको पानीमा हुँदैन यो माछा मरि नै हाल्छ यो जम्मा गर्ने पानीमा चाहिँ हजुर अनि यो निरन्तर बगिरहने र यस्तो अलि चिसो ठाउँमा हुने माछा हो चाहिँ यसो त्यसैले ककनीमा चाहिँ यो विगत कति वर्षदेखि अब धेरै भयो है यो समथिङ भयो 28-29 वर्ष जति हुन लागिसक्यो सो या अब चाहिँ हामी फिस खान्छौँ मिडियम साइज चाहिँ कुन हो मिडियम साइजको त्यही हो त्यो आधा केजीसम्मको छ एउटै माछा यो मिडियम चाहिँ आधा केजी खान सक्छ र नि सकिहाल्यो भने बिस्तार हुन्छ है ल हुन्छ ल राम्रो भयो दुईटा म र ऊ साथीलाई एक पिस एक पिस ओके हस् हुन्छ ल हस् फर्स्ट टाइम फिसिङ भन्छ होइन यसलाई कसरी गरौँ त सिधै माछा भएको ठाउँमा गएर अनि सर्लक अलि मुनिबाट नि यसरी पो लाने त यसरी होइन एउटा माछा है गाइस फर्स्ट लटमै एउटा माछा आइसकेको छ गाइस हाम्रो ल आधा केजी हो त अर्को नि त अब साथीको लागि Alright guys, so दुईटा माछा देख्न सकिन्छ यहाँ मैले कस्तो निकालेँ राम्रो निकालेँ मैले एकदम राम्रो है एकदम राम्रो निकाल्नु सो फर्स्ट दुई ट्राईमा नै दुईटा माछा सम्हालिसकेको छ सो फ्युचरको फिसरम्यान पनि हुने सङ्केत देखिसकेको थिएँ म हजुरको नाम मेरो नाम सुजन मगर सुजन मगर ए उनी मगर हो ए मगरलाई नै हुन्छ तपाईँ कुन मगर हो मगरलाई मगर धरलामी ए सारू मगर म चाहिँ मगर होइन फेरि ओए खतरा के छ त्यो शेर्पा है शेर्पा हो म चाहिँ ओए माछा यसरी हान्छ है सो यता चाहिँ हाम्रो किचन खतरा रहेछ यार नाइस किचन थ्याङ्क यू है मलाई भित्र छिर्न दिनु भएकोमा हस्
सो यता यस्तो रहेछ हाम्रो अरू खाना पनि पाकिरहेको रहेछ यता चाउमिन यता केराउहरू दामी सो गाइस अब चाहिँ हाम्रो यहाँ फिस ट्राउट बनिन्छ है त खतरा तरिकाले यहाँ छ हाम्रो फिस Alright guys अब कस्तो बनिन्छ लेट्स सी अहिले पाक्दैछ हाम्रो फिस See you later. Alright guys, so we are here at Stone Palace, Kokoniमा अनि yeah, especially हामी a fish trout try गर्न आएको है Kokoni. So रमाइलो भयो जिन्दगीमा फर्स्ट टाइम फिशरम्यान पनि बन्न पाएँ आज जोस् अब साथीले भनिहाल्यो हैन मैले कसरी फिश समाते भनेर मेरो साथीले दुईटा माछा दामी दामी यस्तो बवाल बवाल है केटोले झ्याम झ्याम बवाल बवाल माछा पारिदियो नेटमा यहाँको खतरा फिशरम्यान उ रहेछ जोस् अनि या पाक्दैछ फिश लेट्स ट्राई कस्तो हुन्छ अझसम्म मैले ट्राउट फिस चाहिँ ट्राई गरेको थिएन हैन अरू चाहिँ अब ट्राई गरेको थिएँ यताउता देश विदेश जाँदाखेरि बट या लेट्स सी म्यान ककनीको लोकल फिस कस्तो हुँदो रहेछ त आज पाक्दैछ भित्र ल है फिस आइसकेको छ हाम्रो यप सो फिस आइसकेको छ के हुँदो साथी सबैजनालाई यो फिस ट्राउट चाहिँ हाम्रो दाइ नै हुन्छ ब्रदर सबैजना नेपालको एक्सपर्ट ट्रेकिङ गाइडहरू हुनुहुन्छ है त ट्राई गरौँ न होइन यसको त्यो काँडाहरू हुन्छ नि हड्डीहरू त्यो पनि चबाना हुन्छ क्या सकिन्छ यसको यो खानु मिल्छ ओ दामी 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 ब्रदर नाइस दाजु ल म दिमै अचार पनि दामी छ मिठो हुन्छ यसको यसको यो हुन्छ नि छाला पनि यसको हुन्छ क्या औषधि बाबा छ है ओमेगा 3 भन्ने चाहिँ छालामा हुन्छ यसको बोन पनि एकदमै नरम हुन्छ क्या क्रन्ची टाइपको हुँदो रहेछ so you can like chew everything out तपाईँको अचारसँग चाहिँ दामी हुँदो रहेछ कोही अहिले रोमानतिर कोही कता एउटा टेक्निक लाएर गर्ने काम हो एकदम सेन्सिटिभ क्या मिस्टेक हो नि एक मिस्टेकले सब फिनिस हुन्छ है एकदमै यो फिस ट्राउट गर्नु गाह्रो छ है धेरै गाह्रो एकदम व्यवसाय मध्येमा सबभन्दा सेन्सिटिभ हो रिक्सी काम हो यो। सेन्सिटिभ एउटा सफा भएन सब गयो क्या सब गयो 5 मिनट मिस्टेक हुनु चाहिँ सबै सक्छ shout out to all these guys है जस फिस मिठो रहेछ अक्सिजनको मात्रा धेरै जान्छ क्या यो माछालाई माछा हो त मेरो खुसीलाई मात्र छैन मेरो त बाहिर हो कस्तो टेस्ट भयो है दामी छ भन्ने छ अचारसँग पनि मिठो छ दामी छ है फ्रेस भएर होला एकदम मिठो छ मेरो टाउको सो गाइस यो माछाको टाउकोमा चाहिँ न्युट्रिएन्ट्सहरू बवाल हुन्छ रे यसमा चाहिँ के न्युट्रिएन्ट्स हुन्छ रे यसमा टाउकोमा खासमा स्पेसली यसको माछाको मेन चाहिँ टाउको हुन्छ रे बेसी प्रोटिन बेसी प्रोटिन यसमा हुन्छ रे मेन चाहिँ यो माछाको विशेषता चाहिँ यो टाउको चाहिँ ओमेगा 3 भन्ने चाहिँ एउटा एसिड क्या त्यो चाहिँ मुटुको लागि राम्रो हुन्छ रे क्या यो खान मिल्यो भएपछि मजाले यसको केही पनि फाल्ने चिज नै हुँदैन ट्राउटमा अझै लट अफ प्रोटिन्स ओ माय गॉड यो ढाडको यो हड्डी हुन्छ नि टाउको यो पनि नखाली खाने क्या खैरोले त यो त एउटै फाल्दैन भने सब खाने पुछा सबै डाङ यो पकेटाहरू सब खाने हो यसको चाकहरू त खानु मिल्छ नि सबै खाइसक्यो अघि नै होइन यसमा त्यस्तो केही कम्प्रोमाइज हुँदैन क्या सबै खानु टाउको यस्तो रहेछ है प्रोटिन हुन्छ रे मैले चाहिँ खाइदिएँ है यसको आन्द्रा भुँडी त बनाएर खान्छ मान्छेले टाउको खानु भयो पुग्यो मलाई त्यसमा पेप्सी चाहिँ बगाल रहेछ कम्बो तपाईँले त्यो सुरु गरेर चाहिँ कति भयो 5 वर्ष जति भयो होला यहाँको फिस ट्राउट ट्राई गरिहाल्यो अब पछि हाम्रो दाइको सोलुमा फिस ट्राउट छ हामी आउँछ त्यहाँ नि होइन है आउनुहोस् है त्यहाँ वेलकम छ यहाँ सोलु मेरा पिक चढ्ने जाने बेलामा जाने बेलामा एक राउन्ड हानेर हुन्छ सो हाम्रो दाइकोमा सुन
म त्यहाँ हुन्छु एन्ड आई विल सो यु गाइस अराउन्ड त्यति बेला पनि सो यो माछामा चाहिँ चाक टाउको खुट्टा सुट्टा के हुँदैन सबै एउटै हो नाम के दुख पर्यो म चाहिँ धेरै खाएको ट्राउट चाहिँ हजुर ट्राउट धेरै धेरै ठाउँमा खाएको छु नेपालभरिको काहीँको पनि मैले बाँकी राखेको छैन ट्राउट म त फर्स्ट टाइम खाएको हो मैले नि फर्स्ट टाइम यहाँ अहिले सब अलराउन्डै हेर्छु म अहिले अहिले स्टाफ अलिक कम छ अहिले हजुर। छुट्टी गएको छ हजुर त्यो भएकोले अब यहाँनिर सर्भिस पनि गर्छु म हजुर अरू त त्यसै सो कतिको टुरिस्ट आउँछ त फ्लो कतिको छ यता टुरिस्टहरू त एकदमै डेभलपमा छ यहाँ हजुर एकदम धेरै चाइनिजहरू बेसी हुन्छ यहाँ यसो इन्टरनेसनल पनि छ मान्छे आउने है एकदमै एकदमै हजुर सो लोकल लेभलमा त भइहाल्यो सबैलाई थाहा नै छ यहाँको लेभलमा त काठमाडौँ भ्यालीको त एकदमै फ्राइडे स्याटरडे त एभ्री यहाँ त धेरै क्राउड हुन्छ है स्पेसली ट्राउटकै लागि भनेर एकदमै ट्राउड हो अनि यस्तो कहिले यस्तो अवस्था आएको छ ट्राउटै सकेको ट्राउड सकिएको अवस्था यो गत सालको न्यु इयरमा थियो अरे म चाहिँ थिइनँ त्यतिखेर हजुर तर यहाँनिर जस राम्रो हो राम्रो जान्छ हजुर। अब यहाँ फ्राइडे स्याटरडे लगभग 150-200 केजी जान्छ ए 150-200 केजी स्याटरडे त 200 भन्दा अभाइलेबल जान्छ यहाँ हजुर सो नर्मली जाने भनेको त्यही कति नर्मली जाने भनेको भने 50 केजी भन्दा माथि जान्छ यहाँ एभरेज डेमा नि एभरेज ट्राउडको स्कोप राम्रो छ नेपालमा जसले पनि गर्दाखेरि हजुर टेक्निक लाएर गऱ्यो भने स्कोप राम्रो छ ट्राउड हजुर ट्राउटको है अहिलेको सो भर्खर इभल्भिङ बिजनेस हो यो एकदमै हो युवकको भन्दा नि यो 28 वर्ष पुरानो तपाईँहरूको चाहिँ रिसोर्ट हो यो हजुर। हैन नेपालको सबभन्दा पुरानो भन्दा मिल्यो ट्राउटमा चाहिँ ट्राउडमा त पुरानै होला 28 वर्ष भनेपछि त धेरै पुरानो हो ए स्पोर्टमा हाम्रो यहाँ रहेछ पहिले चाहिँ यहाँ एउटा यो ठुलो खोला भन्छ यहाँ चाहिँ हजुर अब यहाँनिर एउटा त्यहाँ सानो स्पेसमा गरेको थियो ए ओके अहिले चाहिँ जे सब राम्रै हुँदैछ अब माथि स्विमिङहरू पनि बन्दैछ यहाँ हजुर ठिक छ अहिले राम्रै छ यसो स्विमिङ पुल पनि भन्दैछ अब अब बन्छ अब मलाई एकदम क्युरियस भएको क्वेसन चाहिँ जस्तै तपाईँहरूले यहाँ ट्राउटको लागि त्यो जुन त्यो खोलाको पानी युज गर्नुहुन्छ नि हजुर त्यो नेचुरल पानी हो नि त नेचुरल एकदम त्यसको लागि अब अहिले तपाईँहरूले आफ्नो प्राइभेटको लागि युज गरिरहनु भएको छ होइन मतलब त्यो त प्राइभेट बिजनेसको लागि नै युज भयो नि त त्यसको लागि चाहिँ पर्मिसनहरू केही लिनुपर्छ कि यतिकै कसैले यहाँ खासै त्यस्तो पर्दैन यहाँ कस्तो छ भने अब यस्तो खेतीयोग्य अब यहाँनिर लग्ने पानी लग्ने ठाउँ छैन छैन अब यहाँनिर अब त्यहाँबाट धेरै स्पेस पनि लङमा छैन छोटो स्पेसमा छ फेरि त्यहाँबाट सिफ्ट भएर तलतिर अरूले गर्दाखेरि पनि मिल्ने यस्तो हुन्छ यसमा चाहिँ के छ भने यसको मुहान दर्ता भन्ने एउटा प्रोसेस हुन्छ मुहान दर्तामा चाहिँ तपाईँको बफर जोनहरू त्यहाँको चाहिँ नेसनल पार्कहरू अनि त्यहाँको जो कम्युनिटीहरूसँग छ नि तिनीहरूसँग चाहिँ हामीले पर्मिसन लिएर अनुमति लिएर हामीले मुहान दर्ता गर्न सकिन्छ त्यो मुहान दर्ता गऱ्यो भने चाहिँ मानिलिउँ भोलि यो पानी चाहिँ खाने पानी योग्य हुन्छ अरे यहाँ माछा हामी पाल्दैछौँ भोलि पछि यो खाने पानी हो भने हामीले मुहान दर्ता गऱ्यौँ भने मान्छेले माथि पानी लान पाउँदैन क्या छोड्नै पर्छ एनी हाउ त्यो मुहान दर्ता गर्ने एउटा प्रोसेस र दोस्रो कुरा चाहिँ यो माछाको जुन दिसा पिसाब छ नि त्यो चाहिँ खेती योग्य एकदमै चाहिँ मल हेरे क्या यो जुन यो ट्राउट पालेर हामीले जुन रेस्पे भनेको यो पोखरी यो पन्ड चाहिँ सफा गरेको त्यहाँबाट निस्केको पानी भनेको बोट बिरुवा भयो करेसाबारीतिर लगायो भने धेरै राम्रो फस्टिन्छ अरे क्या एकदम मलिलो के अरे पानी चाहिँ हुन्छ अरे मान्छेले खान योग्य चाहिँ होइन बोट बिरुवाको लागि एकदम राम्रो हुन्छ र मुहान चाहिँ दर्ता गर्दा हुन्छ सकिन्छ ल सबैजनालाई धन्यवाद तपाईँहरूलाई फिस ट्राउट मिठो भयो कस्तो लजाको हाम्रो को नाम के हो भन्दा तपाईँहरूको लास्ट लजाउने रहेछ यार ल हामी चाहिँ लाग्यो अब है सी यू है थ्याङ्क यू सो मच तपाईँलाई ल ब्रदर नाइस ल तपाईँहरूले पनि धन्यवाद है धन्यवाद 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 ल सी यू ओके